ल नमस्ते सबैजनालाई नमस्ते सबैजनालाई मेरो नाम चाहिँ आशिष पऱ्यो है म चाहिँ बाइचेस्टर पढेँ र यो मेरो पहिलो अनुभव हो होइन मैले फर्स्ट टाइम हजुरहरूको बेसी होला हामी सिकायौँ होइन यहाँ गएर धेरै खुसी लागिरहेको थियो सिकाउँदा पनि होइन बोल्ने मान्छे र नबोल्ने मान्छे हामी सामान्य त्यस्तो भेदभाव गर्दैनौँ दुईजना इक्वली हो होइन र हामीले जस्तो प्रकारले हामीले यहाँ सिकाएको छौँ हामीले अरूलाई पनि यसरी सिकाउने होइन र मलाई धेरै खुसी लागेको छ होइन कि मैले तपाईँहरूलाई सक्षम बनाएर पढाउने गरिरहेको छु होइन सक्षम बनाइ पनि सकेको छु भनौँ न र धेरै खुसी लागेको छ तपाईँलाई सिकाउन बस यति भनेर म चाहिँ आफू सबै बनाउन चाहन्छु है नमस्कार मेरो नाम दीपशिका धमला हामी चाहिँ आज यो हाम्रो चाहिँ यहाँनिर 22टा क्लास सञ्चालन भइरहेको छ आज चाहिँ 7 दिन भइसक्यो अनि हाम्रो चाहिँ यसमा प्र्याक्टिकल थ्योरी दुवै सञ्चालन गरिरहेका छौँ हामी प्र्याक्टिकल पनि गर्दैछौँ प्र्याक्टिकल चाहिँ हाम्रो पल्लो कोठामा भइरहेछ अनि थ्योरी चाहिँ यहाँनिर भइरहेको छ अनि अब आज चाहिँ लगभग 7 दिन भयो हाम्रो यो चाहिँ कोर्स चाहिँ 27 दिनको जम्मा सञ्चालन भइरहेको छ यस्तै छ हाम्रो साथीहरू थुप्रैजना हुनुहुन्छ सिक्दै हुनुहुन्छ हामी पनि सिक्दैछौँ ओके Pop. त्यसमा होइन नि यहाँ
ठिक छ ल खाने तिम्रो दुधको कस्टको अलरेडी त्यो मेनुमा जोडेको हुन्छ क्या त्यतिकै के अरे क्यापेचिनोको भाउ छुँदैन नि त माथि के भिडियो बनाउने एकजनाको बनाउन हाल्नु सक्यो तिम्रो कस्ट कन्ट्रोल उहाँ अर्कोले बनाउँदै हुन्छ नि तिम्रो 250 60 किन लिन्छ दुधको गरेको इलेक्ट्रिकको कफीको यसको मेहनतको बुझ्यो त्यो त्यतिकै 260 लिँदैन नि त्यति हुन्छ मेहनतको ज्याला लगाएको यो लगाएको सर्भिस लगाएको ट्याक्स लगाएको भ्याट लगाएको सबै लगाएको अनि कफी बनाएको कफी त 50-60 रुपियाँ हो नि तर प्याक खाने हो अब यो कहाँ छ छोडिदिनु कहाँ कसो गर्नु छ यहाँ त फेरि यहाँ म्यामलाई त यसको दुधको पनि हामीलाई त्यो 50 देखि 60 डिग्रीसम्म गर्नु पर्यो नि दुध बनाउन सक्छ है ल खाने अब तपाईँको काम हाम्रो आमा दुध सक्छ मैले दुध अघि हुन्छ नि त दुध त पुरा क्रिमी धेरै त्यो फुल फ्याट हो नि त फ्याट नमजा सक्छ पानीमा चाहिँ सक्दैन त्यो त धेरै चिल्ला नि दुधमा सक्छ यहाँ त पानी हात बसाउनलाई मात्रै दुधमा गर्न सक्छ हात बसाउन मलाई गर्दैन होला पेट लागिरहेको सराको गर्छ इसँग गएर पाइहाल्यो ल अब खा अब खाने
भइसक्यो यति छिटो अब यो चाहिँ यो भनेको अमेरिकन यसमा अब यो यसमा तातो पानी मिलायो भने अमेरिकन त्यो देखाइदिनु न उहाँ माथि अब सुरुमा अब अहिले हामीले यो बनायौँ बुझ्यो अब हामीले यसमा फेरि अब यसमा तातो पानी मिलाउँछौँ भने यो बन्छ त्यसको नाम यहाँ भन्नु न यो मिलायो भने यो बन्छ अमेरिकानो कफी बुझ्यो अब पछि तपाईँहरूलाई सरले अमेरिकानो कफी बना भनेर यसरी बनाउँछ अन्नमा गर्न मिल्दैन बुझ्यो अब पानी मिलाउँ उहाँलाई दिने उहाँलाई दिने ल जाने सक्यो ए यो सफा यो सफा कसले गर्छ यसरी गर्दा टाउको गर्ने ल ठिकै छ त्यो महँगो हुँदैन बिस्तारै सिक्नु हिजोदेखिको आज यतिसम्म भाउ धेरै भन्दा धेरै टाइममा त पैसा त घुस्नु पार्दैन हाम्रो क्लासमा चाहिँ तपाईँ बनाउनु तपाईँले भिडियो बनाइदिनु छ युवाको क्यामेरा राम्रो हुन्छ अनि एप्पल नभए कहाँ छ भिभो धेरै फरक छ फेरि स्यामसङ भएको भएर राम्रो यो चाहिँ के यतिकै राख्ने यसलाई फालेर बनाउनु त्यसलाई चाहिँ कसैमा राखेको तपाईँको ल्याक्सिन हुन्छ नि मलाई गाह्रो हुन्छ यसरी भइहाल्छ दिनुहुन्थ्यो नि यहाँ कति राम्रो सुरुमा लिएर आउने अनि कपलाई यहाँ राख्ने बुझ्यो अनि त्यो यो गरेर झार्ने बुझ्यो यो अहिले हरियो छ रातो हुन्छ बुझ्यो अनि गएपछि अनि त्यस पछाडि फेरि हामीले यसमा दुध अब हामीले पहिला पानी स्याम्पू प्रयोग गरेको थियौँ भने यसमा चाहिँ दुध हुन्छ यति तर अब यो जस्तो बढी तातो बनाउनु हुँदैन तातो र दुध सबै बुझ्यो खाने अब तपाईँहरूले कफी बनाएर यसमा दुध कम हुन्छ बुझ्यो यसमा बढी हुन्छ कम हुन्छ बुझ्यो यसमा बढी हुन्छ बुझ्यो यो आज कफी बुझ्यो बुझ्यो अब हामी त्यसपछि यता आउनु त्यसपछि हामीले क्याफे मोका बनाउँदाखेरि एक्सप्रेसो निकाल्नु एक्सप्रेसो निकाल्ने है यो त थाहा छ होला नि यहाँलाई कफी निकाल्न थाहा छ नि यो त थाहा छ नि त्यसपछि यो दुइटै बनाइदिन्छु अनि त्यसपछि त्यो दुइटाले बाटेर अब के गर्ने धेरै तातो पनि बनाउनु होइन न त लेतो हुन्छ भन्नु धेरै तातो नहुँदा ठिक पनि हाल्नु धेरै तातो पनि बनाउनु होइन ठिक्कको है ठिक्कको तातोमा पनि खोइ कफी ल्याउनु त एउटा यो हट र यता यो क्याफे मोका दुइटैमा डिफ्रेन्स के हुन्छ यसो हाल्यो भने यो चाहिँ हट चक्लेट भन्नु यसरी हाल्यो भने चाहिँ हट चक्लेट हो यसरी बनायो भने चाहिँ हट चक्लेट हो हट चक्लेट हो यो हो है यो यसमा चाहिँ कफी हाल्यो भने
अब यसमा कफी मिलायो भने चाहिँ यो बुझ्यो बुझ्यो यो खै चल्छ अब हामीले सुरुमा अब त्यो यो पाउने यसमा यो कफी चाहिँ यो कफी चाहिँ यसमा ठुलोमा हाल्नु ठुलोमा हाल्नु एउटा मात्रै हो एउटा फर्म भन्छ हामी नेपाली बोल्दा फिज दुधको फिज भन्छ नि यही हो अब